फाइनल्ली गाइस हामी जोमसोम बजार कटेर पनि हामी अब मुक्तिनाथको आसपासमा आइपुगेको छौँ। त कति रमाइलो ठाउँ छ। मुक्तिनाथको अवलोकन गर्नु पाउनु भनेको स्वर्ग गए सर हो। मुक्तिनाथ गएर फर्केको मान्छे त्यसले फेरि मर्दा पनि काजक्रिया गर्नु पर्दैन है गाइस। त्यो ठाउँै एकदम मनोरम दृश्य, चरे पहाड होइन, यो चिरैचिरा पहाड, यस्तो गजबको ठाउँ छ। झारकोट गाउँमा आइपुगेका छौँ। हेर्नु त यो हाम्रो ठ्याक्कै प्रणालीको घर जस्तो देखिराखेको छ। यति रमाइलो ठाउँ। अब हामी मुक्तिनाथको आसपास पुगिसकेका छौँ, एकदम नजिक पुगिसक्यौँ। अब 2 किलोमिटर मात्रै बाँकी छ हामी पुग्नुको लागि। हेर्नु यहाँको भूगोल, यहाँको ठाउँ हेर्ने भने त के भन्ने, अब भन्ने ठाउँ नै छैन। हेर्ने हो भने भन्ने ठाउँ छैन, भन्ने हो नि हेर्ने भ्याइँदैन फेरि। त्यसले गर्दाखेरि यो असाध्यै रमाइलो ठाउँ। अब त्यो भनेको यारसगुनमा आउने ठाउँ हो यो। अहिले चाहिँ यता उ भइरहेको छैन, अब चाहिँ हिमालतिर अब अहिले माथि हिउँ परिरहेको छ। हामी स्वर्गको एक टुक्रा अलग ठाउँमा आइसकेका छौँ। यो मुक्तिनाथ हो। हेर्नुहोस् माथि गाडीहरू रोकिरहेको छ। हिमालतिर माथि हिउँ पनि परिरहेको छ। हेर त पुरै एकदम धम्म कुहिरो लागेको छ। त्यहाँ चाहिँ हामी अब अलि माथितिर जाने भनेको, तर हिउँ पर्ने लागेको भएर अलि जान सक्ने अवस्था छैन। एकदम गजब। उयो हेर्नुहोस् तपाईँ, सबै घोडाहरू छ त्यहाँ। यस्तो गजबको छ। त्यहाँ घोडाहरू छ टन्नै। हालत के होला अहिले? यहाँ जम्मै गाडीहरू छ टन्न। हेर्नु मोबाइलमा किन हो अलिकति यहाँ ब्लर देखिरहेको छ। घोडाहरू पठाउने मान्छेहरू जम्मै छ नि। यो सबैजनाहरू भनेको मान्छेलाई बोकेर भयो भने माथि पुर्याउँछ। यो काठमाडौँमा पठाउ गाडी भने जस्तै सबै घोडाहरू, यो मान्छेहरू चाहिँ सबै यो पठाउ जस्तै हो है। मान्छेले मुक्तिनाथ पुर्याउने, मुक्तिनाथ दर्शन गराउनलाई सबै मान्छेहरू यहाँ पुगिरहेका छन् होइन। यो सबै घोडाहरूले दाना खाइरहेको छ। यो सबै घोडाहरू मान्छेहरू सबै बोक्नेवालाहरू हो। हामी यो लाभरङ गाउँ ठाउँमा आइसकेका छौँ, मुक्तिनाथको नजिकै आसपास। अब हामी हिँडेर गाडी पार्किङ गरेर लाभरङ गाउँतिर हामी अगाडि बढ्दैछौँ। अब मुक्तिनाथ पुग्नु एकदमै नजिकै छ। अब हामी करिबन 10 मिनटमा हामी मुक्तिनाथ पुग्नेछौँ। हाम्रो उता सरहरू 2जना हिँडिराख्नु भएको छ। ल हामी अब मुक्तिनाथको नजिक पुगिसकेका छौँ। एकदम गजब। ल जाडोले त्यस्तो कहिलेकुरु हुनु भएन है। एकदम रमाइलो भइरहेको छ। आम्मामा यहाँ हेर्नु त क्या रमाइलो छ, गजब छ। एकदम रमाइलो भइरहेको छ। अझ हामी मन्दिर पुग्न लागिसकेका छौँ। अबको 5 मिनटमा नेक्स्ट भिडियो हामी चाहिँ भन्दा पनि यसैमा हामी कन्टिन्यू गर्नेछौँ। हामी मुक्तिनाथ मन्दिर दर्शनको हामी यहाँ गेटमा पुगिसकेका छौँ। अब हामी भर्याङ हुँदै बिस्तारै हामी अगाडि बढ्नेछौँ। मन्दिर अलिकति माथि छ, थोरै हो, त्यहाँ अगाडि हामी देखिरहेका छौँ। हाम्रो यहाँ सरहरूले अगाडि फोटो खिच्ने क्रममा हुनुहुन्छ। हेर्नु यो सिडी हो। हामी यहाँ सिडीमा अगाडि बढ्दैछौँ। हामी गेटको अगाडि अब मुक्तिनाथ मन्दिरको गेटको नजिक आइसकेका छौँ। अब भित्र प्रवेश गर्न मात्रै बाँकी रहेको छ है। एकदम रमाइलो छ। फाइनल्ली हामी यहाँ मुख्य गेटमा प्रवेशद्वारमा पुगिसकेका छौँ मुक्तिनाथ मन्दिरको है। अब भित्रको दृश्य अवलोकनको लागि सबै पिपलको रुखहरू लगाएको छ। एकदमै अक्सिजन कमी हुने भएको भएर होइन, सब पिपलको रुखहरू यहाँ चाहिँ एकदम अक्सिजन, मान्छेहरू दम बढ्छ। सानो यो रहेको छ। लेग लाग्ने समस्याको उपचार के मुक्तिनाथ मन्दिर परिसर हेर्नु। यो सबै नाहरू छ, सबै यसो भक्तजनहरू सबैजना अहिले एकदमै कमजना छ। मान्छेहरू टन्नै यसो मैले हेरेर हुन्छ। धारा हाम्रो यो मुक्तिनाथको जम्मै धाराहरू यस्तो टन्न हेर्नु सबै हो मुक्तिनाथको धाराहरू। तपाईँहरू हेर्नु सक्नुहुनेछ 108 धारा।